यो एउटा नेगेटिभ सोच। जस्तो एउटा जनयुद्धमा त्यत्रो प्रचण्ड लड्नु भयो, आज जनताहरूलाई रैतीबाट जनता बनाउनु भयो, गाउँ गाउँमा सिंहदरबार पुर्याउनु भयो। मङ्सिर 7, 2080 मेडिकल व्यवसायी दुर्गा प्रसाईले आह्वान गरेको आन्दोलनमा हजारौं मान्छे जम्मा भए। तर यति धेरै मान्छे त्यहाँ आउँछन् भनेर न त सरकारी पक्षले, न त त्यो हेरिरहेको जनताले, र न सायद दुर्गा प्रसाई र उनको टिमले नै विश्वास गरेको थियो। बिहान 11 बजेसम्म त सोसियल मिडियामा मिमहरू पनि आउन थालिसकेको थियो, मान्छे भन्दा त धेरै पुलिसहरू छन् भनेर। तर दिन बित्दै जाँदा बिस्तारै त्यहाँ मान्छेको भिड लाग्न थाल्यो र केही हजार मान्छे त्यहाँ जम्मा भएर नारा लगाउन थाले। केही समय हानाहान र तोडफोड भएपछि माहौल अस्तव्यस्त पनि बनेको थियो। 23 जना प्रदर्शनकारी र 5 जना पुलिस त घाइते पनि भए। दुर्गा प्रसाईकै भाषामा उनले गणतन्त्रलाई हल्लाएर राखिदिए। एकातिर तस्कर, एकातिर जम्मै संसदीय दल, एकातिर एउटै दुर्गा प्रसाई, हल्ली होइन गणतन्त्र। दुर्गा प्रसाई जो 1 वर्ष अगाडिसम्म मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य र केपी ओलीका नजिकका पात्रका व्यक्ति थिए, उनी 81 अब राजावादी भएर निस्किए। यसमा उनले ताली र गाली दुईटै पाए। रिसेन्ट टाइममा मान्छेहरू र सोसियल मिडिया यति धेरै डिभाइडेड भएको सायद धेरै कम मात्र इभेन्टहरू छ। तर यो सब के का लागि? राजा फिर्ता ल्याउनको लागि या दुर्गा प्रसाईको 5 अरब भन्दा जुन धेरै लोन छ त्यो माफ गर्नको लागि? यो पछाडिको वास्तविक कथा चाहिँ के हो? र के साँच्चै के दुर्गा प्रसाईले भनेको जस्तै गणतन्त्रको जग हल्लिएको हो वा यो पछाडि अरू केही नै कथा छ? अहिलेको घटनाक्रमको सुरुवात आजभन्दा 9 महिना पहिला फागुन 1, 2079 मा सुरु भएको थियो, जब एमालेको केन्द्रीय सदस्य रहेकै बेला दुर्गा प्रसाईले झापामा एउटा कार्यक्रम अर्गनाइज गरे। दुर्गा प्रसाई जो केपी ओलीलाई आफ्नो हजुरबा भन्छन्, उनले त्यो प्रोग्राममा केपी ओलीलाई गेस्ट बोलाउनुको सट्टा अरूकै व्यक्तिलाई गेस्ट बोलाए। पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारस उनीसँगै त्यो स्टेजमा थिए र उनले त्यहाँबाट घोषणा गरिदिए, अब नेपालमा राजा चाहिन्छ, अब हामी 46 साल अगाडि पुग्नुपर्छ। देश विखण्डन भएको छ, देशलाई बनाउनुपर्छ, देश बनाउनको लागि हामी 46 साल अगाडि पुग्नुपर्छ। र यही कार्यक्रममा उनले नयाँ अभियान सुरु गरेको पनि घोषणा गरे, जसलाई मेची महाकाली क्याम्पेनको नाम दिएको थियो। देशमा रहेका नेपालीहरूलाई तपाईहरु आइदिनुहोस्, मेचीको पुलबाट यात्रा सुरु गरौँ, एक दिनलाई तपाईहरु साथ दिनुहोस्, त्यस पछाडि हामी अब मुलुक बनाऊ। र यो क्याम्पेनको उद्देश्य नेपालमा गणतन्त्र ढाल्ने र राजतन्त्र पुनर्स्थापना गर्ने थियो। र यसको लागि फागुन महिनाकै 20 गते काठमाडौँमा एउटा ठुलो कार्यक्रम गर्ने भनेको थियो। तर त्यो कुरा यत्तिकै सेलायो। यही घटनाको केही दिनपछि एमाले पार्टीले फागुनको 13 गते दुर्गा प्रसाईलाई पार्टीबाट निकालेको भनेर घोषणा गर्यो। यसपछि उनी हरेक मिडियामा केपी ओली, प्रचण्ड र अरू दलहरूको विरोध गर्दै हिँड्न थाले। यी तस्कर हुन्, यी दलाल हुन्, यी भडुवा हुन्। टिकटक बन्द गरे हैन मेरै डरले, फेसबुक बन्द हुँदैछ, युट्युब बन्द हुँदैछ, यिनीहरू ढुङ्गे युगमा फर्किँदैछन्, पञ्चायती व्यवस्था भन्दा पनि पछि जाँदैछन्। सहकारी र ब्याङ्कले जनता डुबायो, केही सीमित बिजनेस घरानाहरूको हातमा सबै सम्पत्ति पुग्यो भनेर उनले हरेक मिडियामा बोलिराखे। तर केपी ओलीसँग यति राम्रो सम्बन्ध भएको व्यक्ति एक्कासी चेन्ज चाहिँ कसरी भयो? केपी ओलीसँग मात्र होइन, उनी लामो समयसम्म माओवादीमा पनि आबद्ध थिए। 5 वर्ष पहिले केपी ओली प्रधानमन्त्री हुँदा उनले केपी ओली र प्रचण्डको बारेमा यस्तो समेत भनेका थिए, नपाउनुको प्रधानमन्त्री पाएको छ राज्यले, र तपाईले प्रधानमन्त्रीलाई साथ दिने अर्को सारथी भगवान अर्जुनको रोल प्रधानमन्त्रीले गर्नुभएको छ भने सारथीको रोल चाहिँ अध्यक्ष प्रचण्डले गर्नु भएको छ। तो केपी ओली, प्रचण्ड र दुर्गा प्रसाई बीच भयो चाहिँ के, जसले गर्दा दुर्गा प्रसाई एकदमै कट्टर दुश्मनको रूपमा निस्केका छन् र यसको निम्ति हामीले दुर्गा प्रसाईको इतिहास जान्नुपर्ने हुन्छ। धेरैवटा बिजनेस असफल भएपछि कुनै समय रोजगारीको लागि युरोप समेत गएका दुर्गा प्रसाई सुरुमा नेपाली कांग्रेसको नजिकमा थिए। आर्मीले त माओवादीतिर लागेको भन्दै यातना दिएपछि उनी झन् कट्टर माओवादी बनेका थिए। पछि बिस्तारै उनी घर जग्गाको काममा पनि सामेल भए। उनले आफ्नो अन्तर्वार्ताहरूमा आफ्नो पुस्तैनी सम्पत्तिले गर्दा धनी भएको पनि भनिराख्छन्। 2021 सालमा सिंहमाई टुरिङ टाकिज बनाउनु भएको थियो। 8मा जन्मेको मान्छे झापामा आएर र राइस मिल थियो ठुलो। त्यतिखेर मेरो हजुरबुवाहरूले इन्डिया चामल सप्लाई गर्नुहुन्थ्यो। त्यो वर्गको मान्छे हो हामी। हाम्रो बुवाहरू हामी सबै राम्रै परिवारको मान्छे हौँ। माओवादीलाई आर्थिक हेल्प गर्छु भन्ने आश्वासन दिएपछि माओवादीकै हेल्पबाट उनले डराइ धम्काई आफ्नै ससुरालीको प्रोपर्टी आफ्नो नाममा ल्याएको भन्ने कुराहरू पनि छ। आफ्नै ससुरालीको जग्गामा 2068 सालमा बीएनसी हस्टेल पनि उनले सुरु गरे र 2074 को चुनाव अगाडि नै बीएनसी हस्टेल सुरु भइसकेको थियो। यही बेलातिर त्यो मार्सी भात खुवाएको फोटो पनि भाइरल भएको थियो। तर यसमा अलि अनौठो चाहिँ तपाईले दुर्गा प्रसाईको त्यो बेलाको इन्टरभ्यूहरू हेर्नुभयो भने उनले यो सबै क्रेडिट आफै लिन हुने चाहेका छैनन्। एकताको सूत्रधारको लागि त त्यतिखेर अरू दाइहरूले गर्नुभएको थियो। परिवार मिलाउनलाई कहिले कहिले बच्चाको पनि ठुलो रोल हुन्छ नि। मैले एउटा सहयोग मात्रै
आफूले गरेको त्यत्रो भूमिका गरे होइन। त्यो बेला उनी भर्खर बीएनसी मेडिकल कलेज सुरु गर्ने तर्खरमा थिए र एमबीबीएस पढाउनको निम्ति कुनै एउटा युनिभर्सिटीको एफिलिएसन चाहिने हुन्छ। एफिलिएसनको लागि चाहिने लेटर अफ इन्टेन्ट आशय पत्र उनले 2073 साल अगाडि नै लिइसकेका थिए। मार्सी चामलको बाद दुईटा कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउनुको साथसाथै यो एफिलिएसनको निम्ति पनि थियो। 2073 पछि दुर्गा प्रसाईले यो लेटर अफ इन्टेन्ट रिन्यू नै गराएनन्। तर डाक्टर गोविन्द केसीको अनसनपछि त्यसपछि मेडिकल एजुकेसन सेक्टरमा लिनुपर्ने रिफर्महरूले दुर्गा प्रसाईलाई पनि ठूलो असर पार्ने भयो। त्यो समयसम्म बीएनसी मेडिकल कलेजले पढाइ सुरु नै गरेको थिएन र नेपाल सरकारले पढाइ सुरु नगरेको मेडिकल कलेजहरूलाई दिएको आशय पत्र नै मन्त्री परिषदबाट खारेज गर्ने निर्णय गर्यो। पछि संसदबाट पारित गरिएको नेशनल मेडिकल एजुकेसन एक्ट 2019 मा एउटा युनिभर्सिटीले 5 वटा भन्दा धेरै मेडिकल कलेजलाई एफिलिएसन दिन नमिल्ने भन्ने नियम गरियो। तर यो नियम त काठमाडौँ भ्याली भित्रको मेडिकल कलेजहरूलाई मात्र लागू हुनेवाला थियो। दुर्गा प्रसाईको बीएनसी मेडिकल कलेज भ्याली बाहिर भएकोले यो नियमले उनको कलेजलाई भने छोएन। भ्याली बाहिरको कलेजहरूलाई एफिलिएसन दिने कि नदिने त्यसको डिसिजन चाहिँ मेडिकल एजुकेसन कमिसनको हातमा गयो। डाक्टर गोविन्द केसीको अनसनले दुर्गा प्रसाईको मेडिकल कलेजलाई असर परेपछि उनी त्यसबाट थोरै रुष्ट भने भएका थिए। दुर्गा प्रसाई आफै सुरुमा डाक्टर गोविन्द केसीलाई मान्छे चाहिँ राम्रै हुन् तर अरू कोहीबाट परिचालित छन् भन्थे। गोविन्द केसी मान्छे नराम्रा मान्छे हैन, राम्रा मान्छे हो। गोविन्द केसीलाई प्रयोग गरेर सुताएको हो। तर पछि विवादहरू बढ्दै जाँदा गोविन्द केसीको मिडिया संयोजकलाई तँलाई 3 इन्ची सर्ने गरी हान्छु भन्नेको अडियो क्लिपहरू पनि निस्केको थियो। तेरो बाबुआमा राखेर तसँग कुरा गरेर नि 3 इन्ची सर्ने गरी हान्दिन्छु नि मेरो। यही एफिलिएसनको कुरालाई लिएर दुर्गा प्रसाईले सर्वोच्च अदालतमा केस पनि हालेका थिए। तर 41 पल्टसम्म पनि यो मुद्दाको सुनवाई भएन र यो सरेको सरे गर्यो। राज्य विद्यार्थी पढाउन दिँदैन। सर्वोच्च अदालतमा मैले आज मुद्दा हालेको 5 वर्ष भयो। 41 पल्ट स्थगित भयो, मुद्दा पालै आउँदैन। 41 पल्ट सर्वोच्च अदालतमा अब न्यायाधीश बसेका छन्, को बसेका छन् त्यो पनि मलाई थाहा छैन। आफूसँग नजिक रहेको प्रचण्ड र केपी ओलीकै सरकार भएपछि आफूले छिट्टै एफिलिएसन पाउँछन् भन्ने उनी विश्वस्त थिए। केपी ओली पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न आउँदा अब म बीएनसी हस्पिटललाई एफिलिएसन मिलाइदिन्छु समेत भनेका थिए। तर एफिलिएसनको काम भने रोकिने राख्यो। मेडिकल एजुकेसन कमिसनको उपाध्यक्ष श्री कृष्ण गिरीले उनीबाट 20 करोड रुपियाँ कमिसन मागेको भनेर उनले आफै मिडियामा आएर भनेका थिए। पर निवेदन लिएर गइसकेपछि उहाँले मलाई बेलुका भेटौँ भन्नुभयो। मैले भेटेको म सहज रूपमा भनिदिन्छु। म फेरि अरूको यस्तो कुरा लुकाएर गर्ने मेरो छैन। मैले बेलुका द्वारिका हटमा उहाँलाई भेटेकै हो, मसँग कुरा भएकै हो। उहाँले मसँग 20 करोड रुपियाँ पैसा मागेकै हो। यसको केही समयमा नै गिरीले यो सबै आरोपहरू झुटो हो भनेर भनिदिए। पछि केपी ओली र प्रचण्डको छुट भएपछि दुर्गा प्रसाई अब केपी ओलीको साइडमा गए। 2 वर्ष अगाडि जब केपी ओली नै प्रधानमन्त्री रहन्छन् कि रहँदैनन् भन्ने कुरा सर्वोच्चमा केस चल्दै थियो, त्यो बेला उनले जबरजस्ती मेडिकल एजुकेसन कमिसनलाई एफिलिएसन दियो भनेर प्रेसर समेत गरेका थिए। मेडिकल एजुकेसन कमिसनले बीएनसी मेडिकल कलेजको मिनिमम क्राइटेरिया नै पुगेको छैन भनेको थियो। तर पनि माथिबाट प्रेसर आएपछि उसले एफिलिएसन दिने भनेर भनेको थियो। यसको निम्ति काठमाडौँ युनिभर्सिटीसँग पनि लामी कुरा चलेको थियो। तर यो कुरा पनि अड्किने राख्यो। 7 महिना अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठसँग यही विषयमा 2 करोडको सेटिङ हुँदै गरेको अडियो क्लिप पनि बाहिर आएको थियो। तपाईलाई मैले एउटा कुरो के ग्यारेन्टी गरेँ भने 2 करोड रुपियाँ दिने ग्यारेन्टी गरेँ। तपाईलाई म सजिलो बाटो देखाइन्छु, त्यो म आएर म मिलाउँछु, त्यसमा पिर नगर्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीले यही केसमा ढाका कुमार श्रेष्ठलाई सस्पेन्ड पनि गरेको थियो। हामी मानौ या नमानौ, तर बीएनसी मेडिकल कलेजको एफिलिएसनले दुर्गा प्रसाईलाई आज यहाँसम्म ल्याउनको निम्ति धेरै ठूलो भूमिका खेलेको छ। हुन त दुर्गा प्रसाई आफै पनि धेरै अगाडिदेखि नै विवादित व्यक्ति हुन्। 2075 साउनमा नेपालबाट बङ्गलादेश डाक्टर पढ्न जाने महिला स्टुडेन्टहरूले त्यहाँको प्रोफेसरसँग सुत्छन् भनेपछि ठुलै बवाल मचिएको थियो। दुर्गा प्रसाईले आफ्नो इन्टरभ्यूहरूमा भन्ने एउटा कमन पोइन्ट चाहिँ सबै इकोनोमी, सबै बिजनेसहरू केही सीमित व्यक्तिको हातमा मात्रै गयो भन्ने हो। जम्मा 50 खर्बको टर्नओभर छ सबैमा, सबै ब्याङ्कहरूमा गरेर। त्यो मध्ये 32 खर्ब रुपियाँ चाहिँ 17 जना व्यापारीले चलाएका छन्। ब्याङ्कहरूले उनीहरूलाई बिना धितो अर्बौं खर्बौं रुपियाँ लोन दिएको छ भनेर उनी भन्छन्। सीमित 55 जना व्यापारीहरूको लागि मात्रै नियम कानुन भन्छ, यहाँ अरू व्यापारीहरूको लागि भन्दैन। सबैभन्दा बढी ब्याङ्किङ कसरी उहाँहरूले गरेको छ, धितो नराखिकन पैसा लिएको छ। अनि जनताहरूको पैसा सबैभन्दा बढी उहाँहरूले घुमाउनु भएको छ। यो केही हदसम्म सत्य पनि होला, तर यसलाई अझै पनि इन्भेस्टिगेसन गर्न चाहिँ आवश्यकता छ। उनकै उदाहरण अनुसार कोही गरिबले 100 रुपियाँ लोन निकाल्नको निम्ति 1000 रुपियाँ ब्याङ्कमा धितो राख्नुपर्छ। तर यो कुरा ठुलो ठालोको निम्ति हुने लागू हुँदैन। 6 वटा वाणिज्य ब्याङ्क, एउटा विकास ब्याङ्क र एउटा फाइनेन्सबाट 5 अरब 57 करोड 30 लाखको लोन लिएका छन् र यसको निम्ति पुरा धितो त उनले पनि राखेका छैनन्। मेरो अनुहारलाई हेरेर नै ब्याङ्कले मलाई पत्याउँछन् भन्ने पनि उनी हुन्। ब्याङ्कले मलाई आज पत्यायो। मैले आज 1 करोड रुपियाँ निकालेँ भने ब्याङ्कले मलाई 100 करोड रुपियाँ दिन्छ।
ब्याङ्कबाट लोन लिएर मैले काम गरेँ। सिधा कुराले गरेको एउटा रिपोर्ट अनुसार उनले धितो राखेको जमिनभन्दा 22 गुणा धेरै ऋण त्यसबाट निकालेका थिए। तर नियम अनुसार धितोको बढीमा 70% सम्म मात्र लोन दिन मिल्छ। तर यहाँ त उनलाई यति ठुलो रकम दिएको छ, त्यसले उनले केही समयदेखि ब्याज नतिर्दा पनि उनको नाम ब्ल्याक लिस्टमा आएको छैन। ब्याङ्कहरू यसको बारेमा चुप लागेर बसेका छन्, किनकि यो कुरा बाहिर आउने हो भने ब्याङ्कको सञ्चालक समिति र त्यहाँका माथिका व्यक्तिहरू पनि फस्नेवाला छन्। दुर्गा प्रसाद आफै भने ऋण तिर्नको निम्ति वातावरण त हुनु पर्यो नि भन्दै हिँडेका छन्। एकपट्टि ऋण तिर्न पैसा छैन भन्दै गर्दा अर्कोतिर दुबईको राज परिवारसँग मिलेर ठुलो मेडिकल कलेज खोल्न आँटेको घोषणा पनि उनले गरेका थिए। दुर्गा प्रसादले 200 करोडको लगानी गर्ने, जसमा 25% चाहिँ उनको लगानी र बाँकी 75% दुबईको राज परिवारको तर्फबाट हुने भनेको थियो। र यसको लागि उनले हुन्डीको प्रयोग गरेको भन्ने कुरा पनि खुलेको थियो। यो प्रोजेक्ट अहिले कहाँ पुग्यो त्यसको बारेमा सायद कसैलाई पनि थाहा नै छैन। यही क्रममा दुबईबाट प्रिन्स शेख मोहम्मद जुमा अल मक्तुम पनि नेपाल आए, जसले उनलाई यो सुनको लौरो पनि उपहार दिएका थिए। दुबईको प्रिन्स भेट्न आएको सुनको लौरो दिएको भनेर मिडियामा पनि ठुलो हल्लाखल्ली भयो। तर त्यो लौरो सुनको थिएन भनेर बीएनसी हस्टेलकै पब्लिक रिलेसन अफिसर प्रमेश गिरीले भनेका थिए। यो सबै हुँदै गर्दा पनि दुर्गा प्रसादले ठाउँ ठाउँमा गएर यो नेता ठग हो, यो नेताको यति सम्पत्ति हो भन्ने कुरा राखिराखे। ती कुराहरू केही हदसम्म सत्य पनि होलान्, तर यसको बारेमा प्रुफ न दुर्गा प्रसादले राम्रोसँग दिए र न यसको बारेमा छानबिन नै भयो। अहिलेको गोलमालको सुरुवात लगभग 1.5 महिना अगाडि भएको थियो, जब दुर्गा प्रसादले केपी ओलीले कम्बोडियामा टेलिकममा लगानी गरेका छन् भनेर अभिव्यक्ति दिएका थिए। यस लगतै असोज 21 गते होटल येलो पेगोडामा दुर्गा प्रसादलाई एउटा समूहले कालो मुसो दल्यो। कालो मुसो दल्ने एमालेकै युथ विङ युवा सङ्घको कार्यकर्ताहरू थिए। अनौठो चाहिँ दुर्गा प्रसाद आफैले ब्याङ्क वा फाइनेन्सको मान्छेहरू ऋण र ब्याज उठाउन आए भने उनीहरूलाई कालो मुसो दल्नुपर्छ भन्ने अभियान नै सुरु गरेका थिए र उनलाई नै कालो मुसो दलियो। यो घटनापछि दुर्गा प्रसाद झन् एमाले, केपी ओली र युवा सङ्घको महेश बस्नेतसँग झन् आक्रामक बने। दुर्गा प्रसादले मङ्सिर 7 गते विरोध कार्यक्रम गर्ने भन्ने सँगसँगै युवा सङ्घले पनि 7 गते नै आफ्नो विरोध कार्यक्रम पनि राख्यो। अनि 81 यसको 1 महिनापछि कार्तिक 27 गते नेपाल सरकारले सामाजिक सद्भाव बिग्रेको भन्दै टिकटक ब्यान गर्ने घोषणा गर्यो। नेपाल सरकारले टिकटक किन ब्यान गर्यो भन्ने ठुलो हल्लाखल्ला भयो, ठुलो डिभिजन पनि भयो। दुर्गा प्रसादले दिइरहेको अभिव्यक्तिहरू टिकटकमा धेरै भाइरल भएको र यसले मङ्सिर 7 को कार्यक्रममा धेरै मान्छे आउन सक्ने डर भएकोले नेपाल सरकारले टिकटक ब्यान गर्यो भन्ने कुरा पनि आयो। होइन, टिकटकलाई ब्यान नै गर्नुपर्थ्यो, यसले धेरैवटा असर पार्दैछ भन्ने एक किसिमको तर्क पनि आयो। यसको 1 हप्तापछि मङ्सिर 3 गते दुईटा महत्त्वपूर्ण घटना भए। डाक्टर गोविन्द केसीले फेरि आफ्नो मागहरू पुरा नभएको भन्दै सत्याग्रह गर्ने घोषणा गरे र अर्को जिल्ला प्रशासन कार्यालय काठमाडौँले मङ्सिर 7 गते दुर्गा प्रसादको समूह र युवा सङ्घ दुवैले माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्न पाऊँ भनेर निवेदन गरेका थिए र दुवै बीच मुठभेड हुन सक्ने भन्दै त्यो होल एरियामा नै निषेधाज्ञा लगाइदियो। उनीहरूको निम्ति फरक फरक काठमाडौँको बल्खु र तिनकुनेको एरिया छुट्याइयो। यो डिसिजनमा पनि ठुलो चर्काचर्की भयो। सरकार दुर्गा प्रसादसँग डराएर निषेधाज्ञा लगाएको पनि भन्यो। तर एक हिसाबले नेपाल सरकारले लिएको डिसिजन केही हदसम्म सही पनि हो। दुईटै समूहले एकै ठाउँमा आन्दोलन गर्दा मुठभेड हुने त कन्फर्म नै थियो र यही दिनको सेरोफेरोमा हामी लड्न पनि तयार हुनुपर्छ, गौर हत्याकाण्ड जस्तै घटना घटे पनि फरक पर्दैन भन्ने खालको अभिव्यक्तिहरू पनि आएका थिए। गौर हत्याकाण्ड जसको बारेमा हामीले यो भिडियोमा कुरा गरेका थियौँ, त्यसमा पनि दुईटा फरक समूहले एउटै ठाउँमा विरोध गर्दा ठुलो मुठभेड र धेरैजनाको ज्यान पनि गएको थियो। नेक्स्ट मङ्सिर 5 गतेको राति दुर्गा प्रसादको आन्दोलनमा सहभागी हुन आएकाहरूलाई विभिन्न पार्टी प्यालेसहरूमा बस्ने व्यवस्था मिलाइएको थियो। त्यस्तै महिलाहरू मात्रै सुतिरहेको एउटा पार्टी प्यालेसमा युवा सङ्घका कार्यकर्ताहरूले राति 11 बजे महिलाहरूलाई त्यहाँबाट लखेटे। राति 3 बजे नेपाल पुलिसले उद्धार गरेपछि उनीहरूलाई गौसलाको होटेलमा सुताइएको थियो। यसको बारे युवा सङ्घले आफूलाई यो घटनामा फसाउन खोजेको यो प्रोपोगन्डा हो भनेर भन्यो। तर पनि त्यो कार्यकर्ताहरू युवा सङ्घकै भएको भनेर पुष्टि भइसकेको छ। AP1 टिभीमा भूषण दाहालसँग दुर्गा प्रसादको इन्टरभ्यूलाई सेन्सर गरेर पब्लिस नै हुन दिएन। फ्रिडम अफ स्पिच हनन भयो भनेर भूषण दाहालले एउटा पोस्ट पनि लेखे र यो भिडियो युट्युबमा रिलिज गरे। यो फ्रिडम अफ स्पिचको हनन भयो या भएन त्यसमा पनि ठुलो डिबेट भयो। प्राइभेट च्यानलमा सधैँ एउटा सेन्सरसिप हुन्छ भन्ने एउटा तर्क पनि आयो। होइन, यस्तो गर्नु हुन्थेन, त्यो सोलाई रिलिज हुन दिनु पर्थ्यो भन्ने कुरा पनि आयो। अनि आयो मङ्सिर 7, जसले गर्दा बल्खु र तिनकुनेको एरिया दिनभरि अस्तव्यस्त नै रह्यो। दुर्गा प्रसादको आन्दोलनमा एक किसिमका एउटै थट भएका व्यक्तिहरू मात्रै आएका थिएनन्। कोही राजतन्त्रको सेन्टिमेन्ट बोकेर आएका थिए, कोही आफ्नो ऋण मिना हुन्छ कि भन्ने भ्रममा आएका थिए, कोही सायद अहिलेको नेताहरूसँग चित्त दुखाएर त्यहाँ आएका थिए। मङ्सिर 8 गते दुर्गा प्रसादलाई नजरबन्दमा राखेको छ भन्ने भर्खर न्युजहरू पनि आएका छन्। कुनै घटनाहरू तपाईँलाई चित्त बुझ्यो होला, कुनै घटनाहरू तपाईँले विश्वास गर्नु भएन होला। तर यो सबैबाट हामीले बुझ्ने चाहिँ के, इङ्ग्लिसमा एउटा शब्द छ डेमागोग भन्ने।
यसको नेपालीमा अर्थ के हुन्छ त्यो मलाई थाहा छैन, तर डेमागोग एउटा यस्तो पोलिटिकल लिडर हो जसले जहिले पनि पपुलर सेन्टिमेन्ट मात्र उचाल्छ। एउटा फ्री डेमोक्रेटिक सोसाइटी जहाँ सबैलाई बोल्ने अधिकार हुन्छ, जहाँ मान्छेहरूले भोटिङ गर्छन्, जहाँ मान्छेले आफ्नो लिडर आफै छान्छन्, त्यहाँ सबैभन्दा ठुलो खतरा यस्तै डेमागोगहरूबाट हुन्छ। डेमागोगको राजनीति कुनै पोलिसी वा आइडियोलोजीमा हुँदैन, एउटा आइडेन्टिटीमा हुन्छ। जस्तै इन्डियामा हिन्दू र मुस्लिम, अथवा हिटलरको जर्मनीमा ज्युज अथवा नन ज्युज। डेमागोगले हरेक कम्प्लिकेटेड पोलिसीलाई एकदमै सिम्प्लिफाई गरेर एउटा साधारण कन्क्लुजनमा ल्याइदिन्छ। एउटा हामी जो राम्रो छौँ, जो देशभक्त छौँ, र अर्को तिनीहरू जो भ्रष्ट छन् र नराम्रा छन्। डेमागोगले पोलिसी र सोलुसनको कुरा गर्दैन, आइडेन्टिटीको कुरा गर्छ। डेमागोग सधैँ सही हुन्छ, र यदि कसैले डेमागोगलाई क्रिटिसाइज गर्यो भने उसका समर्थकहरूले तेरो ग्रुपले पनि त यही मिस्टेक गरेको छ, तेरो ग्रुपको पनि यही समस्या हो भन्छ। र म यो दुर्गा प्रसाईको समर्थकलाई मात्रै भन्दै छैन, दुर्गा प्रसाईलाई मात्र डेमागोग भन्दै छैन। तपाईँले लास्ट केही वर्षमा हेर्नुभयो भने नयाँ या पुरानो पार्टी, यङ लिडर वा पुरानो लिडर सबै यही डेमागोगकै प्रवृत्ति देखाउँदैछन्। रियालिटी के हो भन्दा हामी अहिले जुन समस्यामा छौँ, जुन कम्प्लेक्स सिचुएसनमा छौँ, यसको समाधान पनि कम्प्लेक्स नै हुनेवाला छ। सिम्पल एक स्टेपको सोलुसन हुनेवाला छैन। तर दुर्गा प्रसाईलाई सोध्नुहोस् नेपालमा स्वास्थ्यको समस्या कसरी समाधान गर्ने, उनले यस्तो जवाफ दिन्छन्। र हामीलाई सरकारको तर्फबाट 2 अरब रुपियाँ सालको दिनुहोस्। मेची अञ्चलमा मलाई 2 अरब रुपियाँ दिएर त्यति दियो भने यो मेची अञ्चलको 26 लाख जनता तेरो जिम्मा है भनेर भन्नुहोस्, म घरमा गएर एम्बुलेन्समा ल्याएर दबाई गरेर घरमा पुर्याइदिन्छु। खाना पकाउने ग्यासको सर्टेज छ, यसको समाधान कसरी गर्ने? अबको समाधान भनेको यो ग्यासको सिलिन्डर खाना बोकेर चुलामा पाइप पुर्याउने जमाना हो, त्यो व्यवस्था गर्छु। डेमागोगले यही भन्छ, नीति नियममा प्रश्न गर्नु पर्दैन, आफ्नो दिमाग नचलाऊ, आफ्नो लिडरले जे भन्छ त्यो कुरा खुरु पत्याउ। त्यो कुरा पनि छोडिदिनुहोस्। जनता जान्न चाहन्छ बताउनुहोस् न। होइन, जनतालाई सबै कुरा बताएर पनि साध्य हुँदैन। जनताले के हेर्ने भने फल खाने हो। रुखको नि जरा कहाँ छ भन्ने कुरो हेर्दैन, रुख कस्तो छ भन्ने कुरो हेर्दैन, फल कस्तो टेस्ट छ भन्ने कुरो हेर्ने हो। मलाई लाग्दैन मङ्सिर 7 को घटनाले गणतन्त्रको जग हल्लिएको छ, किनकि यदि सजिलै गणतन्त्रको जग हल्लिन्छ भने सायद गणतन्त्रको जग बसेकै छैन। तर यो अहिलेको करेन्ट लिडरसिपहरूको निम्ति एउटा वेकअप कल चाहिँ हो। अब पनि म पञ्चायत कालमा जेल बसेको, 46 सालको बहुदलको आन्दोलनको निम्ति हामीले यस्तो गरेको, जनयुद्ध कालमा हामी यसरी जङ्गलमा बसेर लड्यौँ, 62-63 मा यसरी आन्दोलन गरेर हामीले राजतन्त्र फाल्यौँ। त्यो कुरा अब चल्नेवाला छैन। 62-63 को जनआन्दोलनपछि जन्मेकाहरू नै अब भोट हाल्ने उमेरको एजमा पुग्न आँटिसकेका छन्। उनीहरूलाई यो पुरानो लजिकले चित्त बुझ्नेवाला छैन। उनीहरूलाई सेम मान्छेको म्युजिकल चेयर चाहिएको छैन, र उनीहरूलाई समस्याको समाधान चाहिएको छ। समस्याको समाधान सजिलो हुनेवाला छैन। र एउटा कुरा जुन हामीले बुझ्न आवश्यक छ, कोही एकजना व्यक्ति खडा हुँदैमा, कोही नयाँ व्यक्ति आउँदैमा सबै समस्या समाधान हुन्छ नि भन्ने होइन। हामी जुन हिरो वर्सिपिङको कल्चर बनाएका छौँ, एकजना व्यक्तिले आएर चाहिँ समस्या समाधान गर्छौँ भन्ने जुन मेन्टालिटी बनाएका छौँ, त्यो कुरा सायद चेन्ज गर्न आवश्यक छ। सिस्टमतर्फ हामी जानुपर्ने छ। एकजना व्यक्ति, 2जना व्यक्तिले होइन, हामी मिलेर चाहिँ के गर्नुपर्ने छ। र यति हुँदा पनि टप लिडरसिपले म नै सही आफ्नै घण्डमा बसिराख्ने हो भने सोच्ने बेला चाहिँ आएको हो। या त माथिबाट नेताहरूले चेन्ज सुरु गर्नु पर्यो, या त जनताले तलबाट नयाँ चेन्ज सुरु गर्नेवाला छ।